हेर्नुहोस् साथीहरूले कोठा देखाउन ल्याएका लास्ट अब बन्द छ। बहिनी के माग्न आयो? बहिनी ढोका बन्द रहेछ। भाइ ढोका बन्द छ भाइ। बेकार न अघि नै फोन गर्नु पर्दैन। बरन्डा चाहिँ कता यतापट्टि छ हो? ओइ मधु बरन्डा यतापट्टि छ तल। राति राति हामी घरभित्र प्रवेश गर्दैछौँ। यो चाहिँ के हो? माटको हो। हाम्रो ढोका ए छिटो चाबीले। यो मेरो रुम हो। दाजु र दाइको एउटा तपाईँको एउटा। अहिले हेर्न लिपस्टिक बनाएको छु बाबा। तर आज कसरी आउनु भन्ने उसलाई पिर परिसक्यो नि। सात तले ठाउँमा नै स्याहार्छ भने गइरहेको छ। देखो एट्याच बाथरुम। यो बरन्डा यहाँबाट यता बरन्डा छ। खोल्दैन चाबी रहेछ। ढक्का लगाएर अब भाडा माझ्ने यहाँ तातो पानी आउँछ पक्कै। यो के काम? यो चाहिँ तिमीहरूको यहाँ चाहिँ के राख्ने होला? यत्तिकै भइहाल्यो होइन? ओए यो के हो? रुम हो? यो त सानो रहेछ त रुम त। रुम सिसा छ त बारदली। यो मिररलाई चाहिँ दामी लाग्यो मलाई। उतापट्टि गएर कस्तो बगाइ छ। मलाई त यो रुम दिए नि हुने रहेछ सानो। तर यो यसमा चाहिँ सुट गर के बरु यो ऐनाहरू भएकोमा दामी देखिन्छ ऐना। ऐना नि किन्नु नपर्ने रहेछ। पर्दा यो त ऊ होला नि, म त यो उताबाट देखिँदैन होला बाहिरबाट। तर यो सिसा चाहिँ सफा गर्नु पर्यो भनेर चाहिँ यहाँ चाहिँ एउटा होइन। यहाँ पनि बेड एउटा यहाँ राख्ने होइन, नराख्ने एउटा बेड यहाँ राख्ने। खानाहरू त यतै नै गर्दा नि हुन्छ नि। यही कुर्सी राखेर त खाँदा नि हुँदो रहेछ। यो कसले रोक्सी खाएको? यो बत्ती पनि सब ठाउँ बत्ती बत्ती। ए यो खोल्ने यहाँ रहेछ उसको त्यो होला होइन। घरबेटी नबस्ने भनेपछि त मोज भइहाल्यो। यहाँको चाहिँ बत्ती नबल्दो रहेछ यार गाइस होइन? कि सबै यहाँबाट बल्ने र वाह
अरे वाह कस्तो बगाल गर्ने पनि यसमा चाहिँ त्यति लक छैन कि दुईटै हटाउने रहेछ नि बेड त तर दादाको ठिक्क हुन्छ म त यहाँ सुत्नु कस्तो मजा लागिरहेछ यहाँ किन सुत्नु यहाँ सोफा राख्नु चाहिँ बगाल हुन्छ सोफा राख यो सोफा राखेर यो एरियालाई उ त्यो बनाउँदा यो एरियामा राख्नुपर्छ के सोफा है यो एरियामा हाम्रो सुटिङ भन्ने थाहा चाहिँ छैन नत्र त यो यहाँ यतापट्टि दाइ सुत्ने दाइ मदन सबै छ यो पनि ठिक छ सुत्ने कोठा यो सुत्नेले अनि यहाँ चाहिँ हाम्रो यहाँ सोफा राख्ने अनि यहाँ चाहिँ हाम्रो सुटिङ भिडियो पेजको लागि लाइट बगाल्छ ठिक छ अनि तैँले बेड यहाँ राखिस् भने त अनि ऊ हुँदैन नि त मधु त्यो ठ्याक्कै त्यो कहाँ बेड सोफामा राख्यो भने यो बेड राख्ने बेड सुत्ने अनि यहाँबाट एउटा पर्दा लाउने यहाँदेखि कहाँसम्म पर्दा लाउने यहाँ टिप्दा बोर्डिङ भयो हुँदैन तिम्रो भित्रै सुत के दुईटा अटाइहाल्छ नि बरु भुइँमै ओछ्यान लाएर सुत दुईटा बेड टक्क लाएर तर मेरो रुम चाहिँ ठुलो भयो क्या अझ ठुलो भयो क्या मेरो रुम चाहिँ यहाँ दुईटा बेड कि त तर म यहाँ सुतौँ न त कस्तो यहाँ बत्ती चाहिँ अरू पनि छ यिनीहरूलाई चाहिँ यो चाहिने खासमा चाहिँ है ठुलो है तीनजनालाई है उनीहरूलाई त्यो सानो रहेछ सिसा रहेछ त्यही भएर मन परेको रहेछ यो बाथरुम भएको दिउँसो त देख्दैन दिउँसो त बाहिर देखिन्छ होला ल मारिदिउँ बत्ती हल चाहिँ मलाई मन पर्यो रुम चाहिँ खासै हल मात्रै गजब लाग्यो मलाई ओइ मैले यहाँ चाहिँ फ्लावर ल्याऊँ न के अरे ऊ प्लान्टहरू क्या टक 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 होइन हरियो प्लान्ट है इन्डोर प्लान्ट ल ठिक छ यो टेबल चाहिँ मलाई देऊ साथीहरू कस्तो देऊ न रामदाईको कस्तो छ टेबल ठुलो छ ठुलो छ यो यस्तो भयो भने दिदीको मेकअप सिकअपको राख्नु पनि हुने रहेछ ओ ल ल यो एउटा ऐना चाहिँ मेरो रुममा हुनुपर्ने क्या है खाना यो यिनीहरूले यो सायद यो अफिसको थियो कि जस्तो मेकअप सेकअपवाला हो कि अर्कैको लागि बनाएको हो तर यो अहिलेसम्म युज नभएको रुम रहेछ कि क्या हो नि तर हल चाहिँ सानो के है एउटा त छ त यो त किचनकै रुम भइहाल्यो पर्दैन के पर्दा लाउनु कतिवटा हो यो चाहिँ नि भाँडा माझ्ने के अरे हाम्रो भगवान चाहिँ कहाँ राख्ने होला यता त ठोक्न नि नमिल्दो रहेछ काटे टेबल के अरे कुर्सी ल्याउनुपर्छ 4-5वटा नि टक 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 यता है मेरोमा 2टा बेड चाहिँ चाहिने थियो क्या नि लो बेड कहाँ राख्ने लो बेड त्यो हाम्रो लो बेड पनि मेरोमा अनि दाइले पनि एउटा लो बेड हेऱ्यो भने होइन गोर्खाबाट बेड ल्याउने कहिले गएको अनि कहाँ राख्ने रे त्यसले बेड अनि अर्को दाइले अर्को लो बेड पनि हेऱ्यो भने होइन
अनि दाइको त्यो रुम त दाइकैले अटाउँछ होइन दाइको ठुलो बेड छ होइन दाइको त झन् दाइको त झन् 38,000 को कि 40,000 को बेड छ सबैभन्दा खतम त मेरै बेड हुने भयो त टक्क के अरे मलाई एउटा टावेल सावेल किन्नु छ म कहाँ हेरेको फेरि एउटा खिच अलिकति आउनु नि तपाईँ चाहिँ खिचेछ दिदी उता हेरौँ ल ल मैले कहाँ हेरेको म त यहाँ हेरिरहेको छु उता ऐनामा हेरौँ न उतै हेरौँ फेरि हेरौँ सब बत्तीलाई मार्दिम हामी त्यतैबाट निस्किहाल्छौँ नि चिन्ता नगर्दै माथिबाटै जाउँला हुँदैन गोपीकृष्णबाट कहाँ अनि मनोलाई टाढो भइहाल्छ नि चाबी लापाले